आज नयाँ सालको दिन मेरो दिनको सुरुवात भएको छ लुगा सुकाउने कामबाट गाइज। वेलकम टु माई मिनी ब्लग। नमस्ते सबैजनालाई, ह्याप्पी न्यू इयर। आज 21 डे च्यालेन्जको डे 3 रहेको छ र हजुरहरूले माया गर्दै हुनुहुन्छ भन्ने मलाई आश छ। हुन त मैले जति नै मेहनत गरेर हाले पनि मेरो भिडियोमा भ्युज नै आउँदैन गाइज। अलिकति माया देखाइदिनु न हजुरहरूले, के गर्नुभएको के यस्तो। म डेली भ्लग अपलोड गर्दैछु, मिनी भ्लग अपलोड गर्दैछु, हेर्दै हुनुहुन्छ, माया चाहिँ गर्नु हुँदैन, हेरेर छोडिदिनुहुन्छ, सिन मात्र गर्नुहुन्छ। लाइक कमेन्ट सेयर गरिदिनु होला भन्न चाहन्छु। मैले बिहान घाम लागेको भएर आज लुगाहरू सुकाएर अफिस गएँ। हाम्रो अझ कतै पनि जाने प्लान नभएको भएर म चाहिँ अफिस गएँ, तर अफिसमा पनि केही काम थिएन। अनि यसो नक्कल झक्कल पारेर मात्र बसेँ, घाम तापेँ, काम थिएन नि त। काम नभएपछि त हजुरहरू सबैजनालाई थाहा छँदैछ मेरो काम भनेको त्यही हो। घाम लागेको बेलामा, घाम ताप्नै नलागेको बेलामा आलो त। त्यसपछि बजार जानलाई म निस्केँ। एकछिन मलाई बजारमा काम थियो, सामानहरू सकिरहेको थियो। नयाँ सालको दिन यसो नयाँ नयाँ सामानहरू किन्ने भनेर गएको म। नयाँ नयाँ सामानहरू पनि किने, सामानहरू के भन्नु, मेकअपको सामान, मेरो मोइस्चराइजर सकिरहेको थियो, त्यही सबै किनेर अनि त्यसपछि म घर फर्किहालेँ। तर एउटा अचम्मको कुरा चाहिँ के भने हाम्रो बिल्डनमा पनि नयाँ सालमा घुम्न मान्छे आउँदो रहेछन् कि। कति भिड थियो आज बजार, कति भिड थियो। माइसान बजारदेखि लिएर घन्टाघरसम्म त खुट्टा राख्ने ठाउँ पनि थिएन। अझ आदर्शनगर एरिया त झन् कस्तो भिड थियो, लाइभ कन्सर्टहरू पनि भइरहेको रहेछ। तर म त्यहाँ चाहिँ गइनँ, किनभने मलाई अब यस्तो घुम्न ओर्न भन्दा पनि चाँडै छुट्टी हुने बित्तिकै घर गएर आनन्दले सुत्न मनपर्छ क्या। त्यसैले म आफ्नो सामानहरू किनेर, भाइको चाहिँ अलिकति ढिलो छुट्टी हुने थियो, त्यही भएर म आज आफै नै घर आएँ, हिँड्दै नै आएँ। अनि अब हजुरहरूले न्यु इयर कसरी सेलिब्रेट गर्नुभयो होला कमेन्ट गरिदिनु होला। मेरो चाहिँ यस्तै नै भयो, म कतै पनि ट्युसनहरू पढाउन गइनँ। अब आज न्यु इयरको दिन के बच्चाहरूलाई पनि दुःख दिनु, म्याम आयो भनेर। म चाहिँ यत्तिकै घर आएँ। त्यही हो गाइस, बाई, सी यु अन नेक्स्ट ब्लग।